अब मुर्कीको पालो छ 3 पिसको हुँदा यो माथि माथि छैन हैन त्यो बाङ्गो इटा है त्यो फुट्दैन क्या बाङ्गो भने चाहिँ मलाई टेन्सन लागिहाल्छ नि इटा बिग्रेको इटा होइन यसोलाई बढी नै फोर्स लगाउनु पर्छ कुट्ला जस्तो लाग्यो मलाई इटा फुटेर ढल्ला टेन्सन पर्छ यता हात दुख्यो त अन्त कुनै इटाले दुखाउँदैन थियो यसले दुखा हातको दुखायो अहिले पत्ता नआएर यहाँ केही भएको तर हात लास्टै दुखिरहेछ त्यो एउटा इटाले लास्टै दुखायो मुर्किन 25 हो सरतम मुर्किन 25 हो मुर्किन जति सकिन्छ त्यति मिनिमम 10 म्याक्सिमम 20 कति त्यहाँ आउँदै यहाँ जानु मैले यति लगिदिनु मजाले पानी खान्छ है 2-3 दिन इटा लास्टै बल्ले भएर छ यस्तो रातो इटा छ एक दुईवटा लात्ताले नै हानेर ढालिदिउँ न मिल्दै कति हातले मात्रै हाल्नु फेरि हान्दा स्ट्रेन्थ देखाउनु मात्रै कहिले 32 भयो सर रातिले चाहिँ चप्पल नलागान सक्दैन सरतम सकिन्छ चौलिन खोल्नु तर त्यो इटा भएमा घाउ गयो भने के प्र्याक्टिस रोक्ने हो त्यो हातमा ब्यान्डेज लगाउने काट्दा नि फुटिसकेपछि काटिहाल्छ नि हात लास्टिले ल त्यो फुटेन त्यहाँ सबभन्दा बलियो इटा गरेछ त्यहाँ लास्टिले ल पर्दैन हातले फुटाइन्छ इटाहरू इटा हेरेको हुन्छ नि त कहिले अलि नरम खालको पर्छ कहिले यस्तो बलियो पर्छ कहाँ सबै एउटा इटा हुन्छ इटा अब भयो अब कुन बेला हुन्छ थाहा छैन मलाई ब्यान्डेज चाहिँ अहिलेसम्म पन्च त कुनै इटा सजाउ गरेको थियो यो बन्ने हो क्या फर्स्ट क्यामेरामा खिच्छ कस्तो रातो छ इटा यस्तो अझै पनि फुट्दैन फेरि हातै दुखाइदियो त्यहाँ आउने एउटाले दुखाइदियो यहाँ आउने एउटाले दुखाइदियो कति 33 33
खाजा खाएन अनि गएर खानु पर्यो हो त्यो हेर नि यिनीहरू छैन खाजा खाएर 100 पुऱ्याइदिन्छ होला अब खाजा खाएन 80 जति कुनै सीमित हुन्छ होला 80 70 कतिवटा भयो भने अरे 33 दुईटाको त नि 35 हुन्छ अब एउटा होइन एउटा राम्रो 25 वटा अहिले फुटाएन होइन हो कनेक्टेड चार्जर र ब्याट्री सिजेर 14% दिने लास्टमा चाहिँ खत्रै टार्ल फेरि लास्टमा 35 भयो ब्याट्री सिजी लास्ट त 14 ल ल ल ल सुरु गर्नु पज गरेर सक्नु